魔界の空でピカピカ渋谷区までも心はプラ笑って走ってドッキドキルンちょっと変なパワーがバン黒い翼フラフラスウェイでも夢を諦めくブライトネスプレイ子供みたいにほらほらおい俺はまだまだ just a boy 体充電ときめく日周りが動くスピードに止まらねえよ胸がブンブン小さな悪魔のライジンブルーム just a boy 羽ばたくよ in this wild night アピールに叫ぶ मेरो जनताको हाल खबर के छ हैन नमस्ते सबैजनालाई आज चाहिँ म नयाँ च्यानल खोल्न गइरहेको छु अनि आजदेखि चाहिँ अब भिडियो स्टार्टिङ गर्दैछु मोटो भ्लगिङ हेरिदिनुहोस् होला अब बिचमा कति के हुन्छ अब हेरौँ अहिले चाहिँ म फिलहाल दिल्लीमा छु अन्त त्यही भएर अब यताउता जाँदाखेरि अब मोटो भ्लगिङ गर्यो बस्यो अब त्यही छ आलु लेलो हटे भाइ अहिले चाहिँ फिलहाल म चाणक्यपुरी गएको दिल्लीबाट लगभग 15 मिनटको बाटो होला 15-20 मिनटको दिल्लीदेखि बाहिर त होइन दिल्ली भित्रै हो 15 मिनटको बाटो ओइ छोड छोड अब फर्स्ट स्टार्टिङ गरेको भिडियो बनाउनु अब के हुन्छ कसो हुन्छ यसो दया माया गरिदिनुस् होला सबैजना अब फर्स्ट मोटो भ्लगिङ हो अब यस्तो पारा त आउँदैन मोटो भ्लगिङ गर्नु र पनि अब गोर्खे मोटो भ्लगिङ्स अरे नि त यो चाहिँ हैन यहाँ त अहिले बाटो खाली छ नि अहिले त्यस्तो गाडीहरू केही छैन नि अहिले अलिक पर पुगेर पो छ त जाम आमामा गरममा त्यही माथि घाम लागेको त्यस्तै गरम त्यस्तै झिजो छ झिजो अहिले पनि खाली छ बाटो त्यस्तो छैन ट्राफिक आपको भेट्छ ट्राफिक चाहिँ आपको भेट्छ कुना 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 छिराउँदै हिँड्नुपर्छ अन्त अब त यो माथि देख्नु हुँदै भएको चाहिँ फ्लाइओभर हो यो चाहिँ हैन यो माथि पनि रोड छ अब थाहा हुनेलाई थाहा छ थाहा नहुनेलाई चाहिँ अब ओइ
भैया क्या करते हो रे? गरममा त्यही माथि यस्तो ट्राफिक भेटाउँदा त अन्त मान्छे त अन्त फिलिप्प हुन्छ नि अन्त हौ तेरिका। तेरिका कस्तो ह्याङचुङ आयो फेरि कुदाउँदा कुदाउँदा। भैया चलो न चलो। घाम त टल्केको हेर्नु न अन्त आमा यसरी बिचमा हाल्यो लग्यो। बिचमा हाल्यो लग्यो यस्तै छ पारा। अघि चाहिँ हल्का ट्राफिक बेसी थियो अन्त त्यही भएर काट्दै अब हेर्दै जाउँ अब अझै बिचमा के हुन्छ। यहाँ पनि के त ट्राफिक के भन्नु, यहाँ पनि त्यही त ट्राफिक त। माथिको डल्लै फ्लाइओभर यो गरम चाहिँ तर के भन्नु अब बबाले छ गरम चाहिँ हो। यस्तो ग्यापहरू हुँदै 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 पुग्नुपर्छ। अझै अहिले त केही होइन, अहिले त गरम महिना लागेको छैन। गरम महिना लाग्यो भने त झन् पापै हुन्छ अरे, दिल्लीमा त सुनेको थिएँ पापै हुन्छ अरे।
अलिकति अब मोटो भ्लग अब फर्स्ट टाइम गरेको हो, अलिकति अब नजान्नेको कारणले चाहिँ अब फोन पनि यताउता हुँदैछ हो, राम्ररी देखेको छैन। मजाको छ नि बाटो त, प्लेन हाम्रो सिधा दामी, यस्तोमा कुदाउनु मजा हुन्छ। अब चाहिँ पुग्नै आँटेको छु, म जहाँनिर जानेवाला थिएँ त्यहाँनिर चाहिँ पुग्नै आँटेको छु। बाटो यस्तो हुन्छ कि यहाँनिर खै बाटो चिन्नु साह्रो। बास अब टक्क यहाँबाट भित्र पस्नुपर्छ। मेरो जग्गा आइपुग्यो। ल त अब त्यसो भने अर्को नेक्स्ट भिडियोमा भेटौँला फेरि। एउटै सेम रुटहरू देख्नु पाउँछ होला तपाईँले, तर अब यस्तै डे बाई डे हुन्छ सेम रुट पनि होइन। अब हेरिदिनुहोस् होला मजाले। ल त्यसो भने अहिले फिलहाल चाहिँ म आइपुगेँ। अब नेक्स्ट भिडियोमा भेटौँला। सबैजनालाई धन्यवाद। Thanks for watching. Like and comment, do subscribe.